ह्यापी होली खेल सकते हो जा खेल्ने भए अघि खेल सकते हो म यो वाट्सअप अहिले चाहिँ हामी घरमा छौँ सबैजना ह्याप्पी होली सोह्र भाइ होली खेलिस् खेल्न खेल्न बिहान यसले मलाई 5 साढे 5 बजे उठाउँछु रनिङ गर्छु भनेको तर यो आएन बिहान दाइ उठ्न त उठेको थिएँ कि रे अल्छी लाग्यो कि सोद्धे फेरि त्यस्तो है अलार्मले त मलाई उठाइदिएको छ नि दाइ 4:30 बजे। हाई आज चाहिँ होली र म होली नखेलेको 4 वर्ष भइसकेको छ र अहिले हामी जाँदैछौँ मेरो सानो पर्सनल काममा साथसाथै हामी कोसी पनि घुमघाम गर्नेछौँ। सो साथीभाइहरू अहिले चाहिँ हामी आएको छौँ कोसीको बगरमा होलीको माहौलले गर्दा अलिकति बोराबात अलिअलि भिड भएछ अफरोडिङ भन्छ यसलाई आराम से चलो भाइ साहब आराम से चलो अब यतै त होला नि ए ल हामी त फर्किनु लाग्यो ल बाटो खाली ह्याप्पी होली पेट्रोल सकिन लाग्यो अब सक्यो होइन ठ्याक्क ठाउँसम्म पुग्यौँ होइन पाउँछ कि पाउँदैन तर पाउँछ दिन्छ होला म लिएर आउँछु पेट्रोल सकेर तनाव भइरहेछ हामीले घरसम्म पुरा नि फेरि पुगाउँछ त यार जस्तो फुक्न हिँड्नु न हिँड्नु हाम्रो केटाहरू त फुक्थ्यो स्टार्ट चाहिँ भयो घरसम्म चाहिँ पुग्नु पऱ्यो है त घरसम्म पुग्यो भने ढिक्क हामीलाई दामी हुन्छ है घरसम्म पुग्यो भने सुक्को छैन पेट्रोल चाहिँ सुक्को छैन घरसम्म पुगेको भने चाहिँ खतरा है त साँच्ची भनेको होला न रोक्यो यार यस्तो नगर पेट्रोलै सके त यहाँ छ जिमे घर आइसक्यो जिमे घर आइसक्यो आइज ल मेरो घर त आयो त आइज ल है आइज ल लास्ट पर्किन न लास्ट फु गर्छु के फुक्छिस् म यसले फुक्ने अरे हो ल ओ यो के हो कति बोल यस्तो कसरी फुक्छ बा फुकेर पुऱ्याउँछ अरे ल म चढेँ जिमे घरमा जाउँ न त के छैन दिने पेट्रोल मास्टर स्केट हान्दै जानुपर्छ जिमे घरसम्म न हिँड म ढिकाल्छु बरु त्यहाँ राख्ने होइन स्केट हान्ने हो क्या हामी जिमी म त जाने हो क्या बिस्तारै फाइनली हामीले चाहिँ यस्तो दुःख पाइसकेको छौँ जिमे घरसम्म पुरा न त्यहाँ जिमे घरमा पुरा भत्ते नछोड न पेट्रोलै सकेपछि त के छ भन्न यार गाउँमा आएर कसो यार होइन हाँस्दै जाँदैछ हामी चाहिँ हिँड्दैछौँ अहिले यसले घरसम्म पुऱ्याएन भन्न रोकिएन भन्न उतातिर होइन नरोकेन नि दाइ उता यहाँ आएपछि रोक्यो बाजेको साइकल काम लाग्ने भयो हामीलाई पेट्रोल सक्यो नि बाजे ठिक्क फोन आयो कस्तो हेलो सर तिमीले अब फोनै उठाएन म त घरतिर चल्दिएँ साथी गरेको थिएँ फोनै लागेन नि त्यस्तो छैन कालन्जरमा बोराबादतिर चाहिँ थियो म घर पुगिसक्यो भोलि ल तिमी हिसाब किताब गरेर राख न ल हजुर बिरामी भयो ठिक्क यहीँ आएर म ठिक्क बिमारी भयो नत्र आऊ न अब ठिक्क यहीँ आएर मात्रै सक्यो न त हिँडाइ खतरा मचिन्थ्यो मैले मास्टर हालेर जाउँ भनेको मानेन अब हेर न स्प्लेन्डरमा शुद्ध पेट्रोल सक्यो भने यहाँ हो कति यसले अब पेट्रोल नहालिकन राखेको रहेछ त कति दिन अगाडि हालेको थिइस् ल जाउँ हिँड्दै जाने हो त अब विशाल चोक वक साइकलमा आउँछु नि म साइकल अनि म त भरे आउँछु नि त ला हामी चाहिँ हामी पनि सँगै आउँछौँ त जाउँ न त लिएर आउनु के गर्नु अनि होली खेल्नु हामी हामी बोराबादतिर गएको
जो लिएर आऊ खै हेरौँ त मै देखिरहेको छु क्या हो पुरै हो मै देखिरहेको छु त्यति साह्रो भिड त थिएन त्यति साह्रो भिड त थिएन तर हामी चाहिँ घर आएको चहल पहल दियोरी आएको गऱ्यो 120 तिमीलाई चाहिँ किन 120 60 एपिस हो 120मा त चल्नु पऱ्यो नि त अरूको ओभर ल्याग हुन्छ हुन्न के ब्रो वाइफाई चाहिन्छ नि त कतिले डाटाले हेर्दै होला मेरो भ्लग तिमीले त्यस्तो लागेको हो ट्राई गर न म ट्राई गरिरहेको छु त दाइ फ्लावरहरु यसमा छैन अर्को दाइ यो भाइरल गरिदिनु पर्छ दाइ यो 2 सिजन फल्छ हो ह बोरा बात देखिन्छ होला फेरि यहाँ भाइरल हाउस ह चिसो पानीमा सुट गर्नु पर्यो नि बोरा बात गर अमा ल्याउनु पर्यो नि हैन भाइरल नगरौँ फेरि त्यहाँ पनि तिमीहरुको अनुसार छ जस्तो लाग्यो त्यस्तो एउटा बोट कहाँबाट ल्यायो प्रीति हुन्छ यहीँको हो यहीँबाट हो भ्यू बच्चा हो त्यो ए दामी हो नि यस्तो होली लागेको त यसलाई अरे हिडन क्यामेरा ल्याएको रहेछ के हिडन क्यामेरा छ नि पुरै नदेखिन्छ हैन दाइ होली लागिरहेछ ओए यो एमाले हो कि के अरे कांग्रेस सूर्य हेर न तलाई सूर्य भनेको एमाले कस्तो मजा आइरहेछ कहाँ गयो नि गयो त बोराबाद होइन दाइ म त होली खेल्न छोडेको 4 वर्ष यसो 5 वर्ष भयो नत्र म खेल्दिहाल्थेँ नि त यार खोजी खेल्थेँ नि जयमासी होइन छोड्ने कारण होली लाग्यो क्या हो बत्तीलाई होली लागिरहेछ ए हो र ए भेट बसेन भेट बसेन अहिलेसम्म 3 दिन भइसक्यो होइन 3 दिन भइसक्यो घरमै थिए निस्किरा हुन्थ्यो त तपाईले हुन्छ बडा नि सधैँ छोड्दै हिँड्दैछु त होली नखेल्नु होली हामी होली पहिले खेलिसक्यो खेलिसक्यो अडा भोट केमा अब दइन भोट केमा बडा भोट केमा कुन्टुमै ब्लग हेलो भन्नु न हेलो आज के हो ह्याप्पी के रे ह्याप्पी होली हो ह्याप्पी होली अनि यो भाँचिन्छ कि क्या भाँच्दैन हौ अलिक कमजोर रहेछ होइन पुरानो हो कि पछाडिको त ए होली पनि खेल्नु भएन नि होली खेल्यो नि कति खेल्नु गोरी आइछ होली खेलेर राम्रो राथ्यो? आएको छ त नि ए पुऱ्याइदियो होला कसले पुर्याउँछ र आफै कुदाएर त कहाँ हुन्छ त्यसको हात उयो छ कोन त यो आएको छ ए भान्जा? सनी तर लगाइदिएर त्यसलाई त बब्बाल होली त्यतातिर त खतरा होली लागिरहेछ तपाईँ यहाँ आएको छैन आएर गोरीले गयो हो ऊ मले लगाइदियो ए हो र अँ। बाफ्रे बा म चाहिँ खेलेको छुइनँ कति वर्ष भयो त्यही भएर अर्को वर्ष पकाउँछु म ल गएको यहाँ के हुँदैछ गफ ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली भाउजू अबिर ल्याउनु अबिर ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली कस्तो रह्यो त नि होली खेल्नु भयो त होली खेल्यो होइन तर जस्ट इन्डियाको जस्तो लाग्दैन इन्डिया तपाईँलाई त फेरि अब नेपाल आयो अब नेपालमै खेल्नु होली क्या इन्डिया इन्डियामा त कहाँ ड्याङ 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 नाच गान हुन्छ खुकी इन्डियामा त खोइ केटी केटी भयो केटा बुढी आइमै होस् यसो बाल्टीमा बुक्यो है अनि रङ पनि पुग्नुपर्छ कि भाइ अनि पत्ती रङ पनि पुग्नुपर्छ नि गयो होइन अनि त्यो कल छ नि टिपल छ खोलो अनि घरको मान्छेलाई लगाइदियो फेरि यहाँ गयो यहाँ मिठाई सिठाई खानु दिन्छ तर फेरि अर्को घरमा गयो त्यहाँ पनि मिठाई सिठाई दिन्छ खानु फेरि लगाइदियो कस्तो मजा त नाकको दुलीको त पनि पत्ती रङ नाकको दुलीमा कानको दुलीमा हामी कति दिनसम्म जाँदैन पहिला त वार हुन्थ्यो नि होइन माथि टोल तल्लो त खतरा वार हुन्थ्यो हाम्रो पुरै हुन्थ्यो नि बदला के खाना बनाउनु हुँदैछ सन्ध्या भेटेनौ बेटे दाइ जानु भयो हिँड्ने जानु हुँदो रहेछ नि त ए अँ लाउ न हाम्रोबाट निक्लिनुपर्छ सो गाइस ए सर्टकट बाटो सन्ता कहाँ थियो सो ह्याप्पी होली गइसकिस् यता हाम्रोतिर जाउँ न म साइकल मेरो त साइकल छ नि त यहाँ छ दाइ आऊ न हाम्रो घर अगाडि एट्याक गरेर जस्तो गर्नु उताबाट एट्याक गरेर त्यहाँ बसिरहेछ ल यसको हाल हेर न बा होली यसलाई पो खतरा लागेको रहेछ होली त बा आम्मा के हो यस्तो हामी त चोखो हो नि
हामीलाई त मलाई लगाइदियो भने त अब उसले मात्रै लाउनु पाएँ के भयो अरे कसले पो अरे गर्लफ्रेन्डले मात्र अब अर्को वर्ष भएपछि क्या दिदी ओइ त्यो म खेल्दिनँ नि ओइ छोडिदे खेल्दिनँ नि ए जे पाइदिए छोड ओइ कसम खेल्दिनँ जे पाइदिए ल ओइ खेल्न ओइ 4 वर्ष भइसक्यो 5 वर्ष भइसक्यो उजा जे पाइदिए उजा खेल्दिनँ खेल्दिनँ म खेल्दिनँ ओ म खेल्नेमा अघि खेलिसक्थेँ क्या साँच्चै हुँदैन दिदी खेल्नेमा अघि खेलिसक्थेँ साँच्ची खेल्नेमा अघि खेलिसक्थेँ उजा जे पाइदिए खेल्नेमा अघि खेलिसक्थेँ म खेल्नेमा अघि खेलिसक्थेँ भन्छु ओ स्केट लिएर आएछ स्केट कस्तो खालको रहेछ यो त यसलाई पो खतरा लागेको छ त घाँस लिएर आउनु भयो घाँस नखेल्ने क्या साथी खेल्नेमै खेलिसक्थेँ क्या म नखेल्ने के होइन म खेल्दिनँ क्या दिदी नखेल्ने क्या भोलि नखेल्ने क्या त्यत्रो हातमा मुठी बोकेर उजा खेल्नेमा खेलिहाल्थेँ नि रातभरि कसम खायो नि मात्र टिका मात्र लगाइदिएँ त्यही पनि म खेल्नेमा खेलिहाल्थेँ दुईजनाले टिका लाउँछ उहाँ भान्साकोटामा कस्तो ल्याङ गरेको यसले फेरि ए गिदी नगर न ल टिका मात्र लगाइदिएँ ए गिदी नगर ल ल भयो ल जे पाइदिएँ कस्तो म खेल्नेमा खेलिहाल्थेँ नि यसलाई त खतरा होली लागिरहेको रहेछ ओइ चस्मा राख्दे ल दिदी ओइ ओइ ल त्यो राखिदियो भित्र नभन दिदी यहाँ कप उयो हाम्रो ल लाने यो भित्र राख्दे ल यता चेक स्केट हो स्केटबोर्ड खेल्न आउँछ र कस्तो मलाई भनेको हामी गएको मास्तिर भान्जा खेल्ने आऊ ल आऊ चप्पल लाएर यत्तिकै आउनु खोज्छ आऊ ल ओइ 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 भान्जा खेल्ने अरे ओइ भान्जा खेल्ने अरे दिएन एकपल्ट लड्छ ओइ भान्जा खेल्ने अरे च्याम्पियन छ त ल ल अलिक अगाडि ल सक्छौ र ओइ सक्छ र योभन्दा अगाडि खेलेको थियो र आम्मा ओइ पर्फेक्ट रहेछ त ल काका खतरा होली लागिरहेको रहेछ त नदेखेको ट्र्याक्टरमा बसेको ल नचिनिने हुनु भएछ ट्र्याक्टरमा बसेको चिनिरहेको छैन छिटो लड्लाई अलिक मजाले हामी छु अलिक पैसा टेक न जता ढल्किन्छ उतै बङ्गिन्छ ए बङ्गाउनै आएन जोस खेलेको रहेछ नि योभन्दा अगाडि खै हामी खेल्नु छोड भयो दाइ भयो हिँड्नु उता भन्छ सो अबको केही छिनमा चाहिँ अब ग्रहण भन्छ होइन ग्रहण लाग्दैन बादलले ग्रहण लाग्ने अरे सो आजको भ्लग चाहिँ यति नै टाटा बाई बाई गाइस ए देखिँदो रहेछ त भन्छ अरे हजुर